अनि जस्तो म्यामले भनेको केसमा पनि समहाउ यो कुराहरू इन्क्लुड हुन्छ कि होइन। अनि किनभने हाम्रो कर्तव्य भनेको जुनै पनि समुदाय होस् होइन, उहाँलाई रेस्पेक्ट गर्नुपर्छ। जस्तो यो समुदायको मान्छेहरू कहाँ पुगिन्छ, जस्तो युएसको कुरा गर्ने हो भने जस्तो टेम्पल गार्लिन भनेको उहाँ एकदमै सक्सेसफुल साइन्टिस्ट प्रोफेसर हुनुहुन्छ कि, अनि राइटर पनि हुनुहुन्छ। अनि उहाँ एकदमै सक्सेसफुल हुन्छ भन्ने खोजेको साइन्टिस्ट पनि बन्न सक्दो रहेछ नि त होइन। हामीले त भ्यालु नगरेको हो नि त, हाम्रो गभर्मेन्टले भ्यालु नगरे, हाम्रो सोसाइटीले हामीले सिकाइएन त्यो कुराहरू भनेको। उहाँहरूको क्षमताले चिन्न जाने हो भने चाहिँ कति कुराहरू अचिभ गर्न सकिँदो रहेछ। जस्तो एलन मस्कको कुरा गर्ने हो भने पनि जस्तो यो अटिजमको एउटा क्याटेगोरीमा पर्नुहुन्छ उहाँ होइन, एस्पर्जर सिन्ड्रोम्स भन्छ। उहाँको पनि प्रब्लम छ होइन। त्यो कति प्रब्लम सिन्ड्रोम्सहरू हामीमा पनि हुनसक्छ होइन। त्यो चिजले त रेस्पेक्ट गर्नु पऱ्यो होइन। जस्तो पर्सनली मेरो कुरा गर्ने हो भने मलाई मासमा एकैचोटि बोल्दाखेरि म अलिकति कन्सियस हुन्छु क्या, यो पनि मेरो प्रब्लम हो नि त होइन। यो चिजलाई त मैले एक्सेप्ट गर्नु पऱ्यो, मेरो समाजले एक्सेप्ट गर्नु पऱ्यो। अनि त्यही भएर चाहिँ हामीले चाहिँ गिभ एन्ड टेक हाम्रो समाजमा हरेक समुदायलाई चाहिँ रेस्पेक्ट गर्नुपर्छ जस्तो मलाई लाग्छ। तर फिल्म हेर्ने क्रममा चाहिँ हजुरलाई समहाउ हामीमा प्रब्लम छ कि भन्ने चाहिँ फिल चाहिँ हुनसक्छ भन्ने कुराहरू छ। यो मैले एकैचोटि भनिदिएँ हजुरलाई है।